फर्स्ट भ्लगमै पर्नु मेरो पहिलो भ्लग युट्युबमा हेर्नु होला तपाईले गाइस वेलकम टु माई भ्लग सो मेरो चाहिँ यो पहिलो भ्लग हुनेछ यो चाहिँ मेरो घर बन्दैछ भनौँ हैन सो यता मर्निङ भ्यू छ यसो अहिले चाहिँ हिजोसम्म घाम लागिरहेको थियो सो अब आजदेखि चाहिँ हाम्रो मेरो चाहिँ भ्लग सुरु हुँदैछ यो मेरो पहिलो भ्लग हुनेछ त्यही कारणले गर्दाखेरि आफ्नो घरतिरबाट चाहिँ सुरु गरौँ भनेर सो मैले चाहिँ अब यसको हाम्रो घरबाट कस्तो चाहिँ माथिबाट चाहिँ कस्तो भ्यू देखिन्छ प्लस चाहिँ यहाँ हाम्रो खानेपानी ट्याङ्कीहरू छ त्यो त्यहाँबाट पनि एउटा माथिबाट एउटा भ्यू खिचेर त्यो राख्ने मेरो चाहिँ प्लान छ सो एकदम छोटो भिडियो हुने चाहिँ मेरो फर्स्ट चाहिँ सो त्यसपछि अब लगातार हामी भिजिटमा गएको मेरो डेली भ्लग चाहिँ यहाँबाट सुरु हुन्छ भिडियो गराउनु के देखिया मेरो देखिएछ क्या ड्राइभरसँग अब मर्निङ जिम जाँदैछौँ बिहान सो आइसकेपछि अनि फेरि हामी चाहिँ यो भ्लगको काम गर्छौँ गाइस है सो अब हामी चाहिँ जिम जाँदैछौँ यो चाहिँ मेरो पुरानो भने पनि जस्तो यही बाइक हो ओके गाइज सो भर्खर हामी ड्राइभरसँग यहाँ गएर चोकमा आइसकेको छौँ जिम जानको लागि यहाँ बजारमा छौँ यहाँ अलिकति क्लियर देखेको छ है तर बिस्तारै बिस्तारै अगाडि जङ्गलको साइडतिर गइसकेपछि म यहाँ दुईवटा क्यामेरा खिचेको छु यहाँनिर पनि अलिकति क्लियर छ तर यो चिसोको कारणले गर्दाखेरि बिस्तारै बिस्तारै त्यो क्यामेरामा शीत परेर अनि एकदम ब्लर जस्तो देखिरहेछ होइन चाहिँ त्यो हेलमेट लगाउँदाखेरि त केही पनि देखिँदैन एकदमै बढी चिसो छ अहिले मर्निङमा ओके यहाँ तपाईँले देख्न सक्नुहुन्छ यो सिङ्गल मैले भिडियो देखाएको छु त्यसमा चाहिँ एकदम टाढा हेर्दाखेरि ब्लर जस्तो देखिरहेछ होइन त्यो विषयको कारणले गर्दाखेरि हो एकदम पानी परे जस्तो ज्याकेट पनि भिज्ने टाइपको भइरहेछ होइन एकदम भिजे जस्तो भइरहेछ यहाँ पानी परे जस्तो नै भइरहेछ यहाँ त झन् केही देखेको छैन ब्लर छ एकदम ब्लर छ यहाँनिर चाहिँ एकदम शीतको कारणले गर्दाखेरि चिसो भइरहेछ बढी गाइस अहिले हामी चाहिँ यहाँ थाइल्यान्ड आएको छौँ अब यहाँदेखि चाहिँ हामी सार्जनतिर जान्छौँ किनकि हाम्रो जिम सार्जनदिनमा छ
कारणले गर्दाखेरि म त्यहाँ भिडियोहरू बनाएन। सो अहिले चाहिँ हामी रुद्रपुर गरगरेदेखिको सालजटीसम्मको जर्नीमा छौँ। सो अहिले हामी सालजटी आइसकेको छौँ। मैले चाहिँ त्यहाँ आज जिममा गएर जिमको सम्पूर्ण इन्फर्मेसन चाहिँ म अहिले राख्दिनँ, किनकि म नेक्स्ट ब्लगमा राख्छु। सो आज चाहिँ जस्ट मेरो पहिलो भिडियो पनि हो र सँगै यसमा चाहिँ अब हामीलाई कसरी पहिलेदेखि नै मलाई युट्युब च्यानलहरू बनाउन चाहिँ मन थियो, तर कुनै आइडियाहरू थिएन। सो मैले चाहिँ कसरी युट्युब च्यानल बनाएँ र यहाँसम्मको भिडियोसँगै ब्लगसँगै म त्यो कुराहरू पनि केही राख्छु। सो मलाई एकदमै हेल्पफुल छ। जो अब नेक्स्ट जो युट्युब च्यानल बनाउँदै हुनुहुन्छ उहाँ साथीहरूलाई पनि एकदम हेल्प होस् भनेर चाहिँ म त्यो थोरै केही कुराहरू चाहिँ राख्छु। गाइज हामी भर्खर यहाँ आएको छौँ। ल हेर्नु त चिसोले गर्दाखेरि शीतले गर्दाखेरि पुरै भिजेको छ। दाइको त पुरै एकदम भिजिसकेको छ। सो यहाँ थुप्रै साथीहरू आउनु भएको छ। हामी चाहिँ यहाँ अहिले यो मल्टी फिटनेस जिम हल छ अन्डरग्राउन्डमा। सो यहाँ आइसकेका छौँ। ओके, पछि चाहिँ अब तपाईँको साथ सपोर्ट भयो भने चाहिँ वर्कआउट सम्बन्धी चाहिँ हामीसँग यहाँको गुरुसँग ल गाइज फाइनली हामी आइसक्यौँ भने भिडियो हो, साँच्चै हो। भ्लग पहिलो भ्लग हो मेरो, तपाईँहरू फर्स्ट भ्लगमै भ्लग मेरो पहिलो भ्लग युट्युबमा हेर्नु होला तपाईँले। गाई परेछ यार, घुमाएर त पुरै हुन्छ यार। गाई मरेको
ओके गाइज, यहाँ चाहिँ हाम्रो मन्दिर। सो यहाँ अहिले चाहिँ भागवत चलिरहेको छ। मैले यहाँ घरदेखि खिचेको छु। थोरै चाहिँ म मन्दिरको पनि थोरै भ्यू यहाँ राख्नेछु। यहाँदेखि चाहिँ अलिकति मात्रै देखिन्छ। एकदमै राम्रो मन्दिर छ यहाँ। यहाँ महायज्ञ हुँदैछ अहिले चाहिँ। सो अहिले चाहिँ यसमा गएर म त्यो महायज्ञ सुरु भइसकेपछिको चाहिँ भिडियोहरू चाहिँ यसमा एड गरेर चाहिँ म राख्नेछु। बोजो पाइन्छ कि नै? पाइन्छ। भोलि बोजो ल्याइदिनु न है। बोइलाई यहाँ ल्याइदिनु। कृष्णचन्द्र भगवानको राधा रानीको गोपी र बाँसको मुरली हेर सुनैले बेरेको गोपी र बाँसको मुरली हेर सुनैले बेरेको तिमीले र मैले नाचेको हेर भक्तले हेरेको नाचन राधा छम छम मुरली बजाइदियो लाओ नाचन राधा मुरली बजाइदियो लाओ नाचन सबै उठेर नाचो। अब दुई